स्वीकार्यताबाट सुरुवात, विशेषज्ञका सुझाव, वास्तविक भोगाईहरू, परिवर्तन सम्भव छ, समझदारीतर्फको यात्रा। दिशा फाउन्डेसनको प्रस्तुति र एसटिजी स्टुडियोको प्राविधिक सहयोग। लिभिङ विथ अटिजम, रियल भोइसेस, रियल स्टोरिज। स्वीकार्यताबाट सुरुवात, समझदारीतर्फको यात्रा। नमस्कार, म सरिता। नमस्कार, म मेरिना। दिशा फाउन्डेसनको प्रस्तुति र एसटिजी स्टुडियोको प्राविधिक सहयोगमा निर्माण गरिएको विशेष भिडियो पोडकास्ट श्रृङ्खला लिभिङ विथ अटिजम, रियल भोइसेस, रियल स्टोरिज लिएर हामी उपस्थित छौँ। यो श्रृङ्खला अटिजमलाई गहिरोसँग बुझ्ने, स्वीकार गर्ने र सम्मान गर्ने हाम्रो साझा प्रयास हो। यहाँ हामी वास्तविक भोगाईहरू, विशेषज्ञका सुझावहरू र गहन अनुसन्धानका कुराहरूलाई श्रृङ्खलाबद्ध रूपमा तपाईँमाझ ल्याउनेछौँ। हाम्रो विश्वास छ तपाईँको आवाजले परिवर्तन सम्भव छ र हामी सबै मिली स्वीकार्यताको संस्कार निर्माण गर्न सक्छौँ। आउनुहोस्, मिलेर एउटा समावेशी र संवेदनशील समाज निर्माण गर्नका लागि एकजुट हौँ। आज हामी अटिजम के हो, यसका लक्षणहरू के कस्ता हुन्छन् र बालबालिकाहरूले कस्तो खालको व्यवहार देखाए भने अभिभावकहरू सतर्क हुनुपर्दछ र अटिजम डायग्नोसिस हुनुभन्दा अगाडि अभिभावकहरूको मनस्थिति कस्तो हुन्छ र साथसाथै हाम्रो पर्सनल एक्सपिरियन्सहरू पनि सेयर गर्छौँ। प्री डायग्नोसिस फेज सम्झिँदा मलाई चाहिँ मेरो जर्नी चाहिँ त्यति इजी थिएन है। मिक्स्ड इमोसनहरू थियो होइन, फियर थियो, डाउट थियो होइन। अनि सबैभन्दा पहिला मैले मेरो बाबुको नोटिस गरेको यो कुरा चाहिँ फरक रहेछ है भनेर नोटिस गरेको चाहिँ उसले मलाई पछ्याउँदैन थियो होइन। 14-15 मन्थको हुने बेलामा ऊ मसँग खेल्दाखेरि ऊ खुसी चाहिँ हुन्थ्यो, तर अब त्यहाँनिरबाट म बाहिर जाँदा होस् अथवा म कतै जाँदैछु भने ऊ पछ्याएर होइन, अब मम्मी भनेर पछ्याउने हुँदो रहेछ नि त, त्यो चाहिँ उसले गर्ने थिएन। अब जब कि 7-8 मन्थ भइसकेपछिबाट चाहिँ बच्चाले आफ्नो प्यारेन्ट्सहरूलाई चिनेर पछ्याउने हुँदो रहेछ होइन। उसले चाहिँ 13-14 मन्थको बेलामा पनि उसले मलाई चिन्थ्यो भन्ने त मलाई थाहा छ होइन, तर पछ्याउँदैन थियो क्या। अब जस्तो कि त्यति उमेरको बच्चाहरू चाहिँ रुन्छन् नि त मम्मी बाबाहरू जाँदाखेरि होइन। अब उसको बाबा अफिस जाँदाखेरि पनि अब नरुने होइन। उसले ठिकै छ, अब गयो भने ऊ जे कुरामा भुलिरहेछ नि ऊ त्यही कुरामै इन्गेज भइरहन्थ्यो कि, मान्छे आयो गयो भन्ने कुराहरू खासै उसले गर्दैन थियो होइन। अनि अब यो चाहिँ किन यस्तो होला भन्ने लाग्थ्यो क्या मलाई त्यति बेला। अब त्यति बेला अटिजम सुनेको पनि थिएन। अनि अब हाम्रो स्वभावै पनि हुन्छ नि, जबसम्म बच्चा बिरामी हुँदैन तबसम्म हामी हस्पिटल पनि जाँदैनौँ होइन। अनि अरू बच्चाहरूको उसको उमेरको अरू हेर्दाखेरि पनि अलिकति फरक हो कि जस्तो चाहिँ लाग्ने। अनि बोल्ने पनि एउटा शब्द बोल्थ्यो त्यति बेला, अनि बिस्तारै त्यही पनि बोल्न छोड्यो। त्यस्तो त्यस्तो सिम्टमहरूले चाहिँ उसलाई उसमा केही प्रब्लम छ कि होइन, उसको डेभलपमेन्ट राम्रोसँग भइरहेको छैन कि भन्ने चाहिँ क्वेसन आउँथ्यो। अनि अब अरूसँग कुरा गरिन्छ नि त, कुरा गर्दै गर्दा उहाँहरूले चाहिँ छोरा बच्चा हो अलिकति ढिला बोलिहाल्छ नि कोही, छोरा बच्चा ढिला बोल्नु चाहिँ सामान्य नै हो भन्ने। अनि मलाई पनि त्यस्तै होला भन्ने लाग्ने कि ठिकै छ मैले नै ओभर थिङ्क गरे होला, अब ऊ बिस्तारै बोल्ला नि त भन्दा भन्दा हामीले उसलाई अटिजम हो भनेर थाहा पाउँदा त अलिकति ढिलै भइसकेछ। 27 मन्थमा गएर मात्र हामी चाहिँ के हो त उसको साँच्चै डेभलपमेन्ट नभइरह हो भनेर हामी मेडिकल हेल्पको लागि चाहिँ हामी 27 मन्थमा मात्रै गयौँ क्या। जबकि त्यो सिम्टमहरू चाहिँ हामीले पहिल्यैबाट पनि नोटिस त गरेको थियो नि त होइन। यो किन यस्तो भइरह होला भन्ने चाहिँ डाउट त आइरहन्थ्यो नि। अब तर अटिजम नसुनेको भएको भएर होइन त्यो चाहिँ मेडिकल हेल्पको लागि चाहिँ हामीले जान ढिला गऱ्यौँ कि जस्तो लागेको कि। हजुरले भन्नुभयो अब प्री डायग्नोसिस अगाडि प्राय सबैजना अभिभावकहरूको एउटै खालकै नै फिलिङ हुन्छ, लाइक हामीले के सिम्टम बच्चामा नोटिस गरेको पनि हुन्छौँ, कति कुराहरू होइन होला जस्तो पनि लाग्छ, होला जस्तो पनि लाग्छ, हाम्रो मिक्स खालको इमोसनहरू हुन्छ। अनि त्यस्तै कुरा गर्नुपर्दा मेरो छोरीको केसमा चाहिँ 13-14 महिनासम्म चाहिँ सामान्य नै लाग्थ्यो हामीलाई, ऊ ममा बाबा भन्ने थियो। त्यसपछि चाहिँ ऊ बोल्न बन्द भयो कि, त्यो चाहिँ हाम्रो यो अटिजममा रिग्रेसन भन्दो रहेछ कि त्योलाई चाहिँ। अनि ठ्याक्कै बोल्न बन्द भयो। 17-18 महिनासम्म हुँदा पनि ऊ के पनि एउटा वर्ड बोलेन, किन भन्दा 2-4वटा वर्ड बोल्न थालिसकेको। अनि मलाई चाहिँ के भयो भनेर चाहिँ डाउट लाग्यो। अनि त्यसपछि मैले कोही हाम्रो वरपरको कोही हुन्छ नि सोधे कसैलाई, किन यस्तो भयो होला, नानी त बोल्न थाले त्यो बोल्दैन भन्दाखेरि यस्तै हो बच्चा बोलिहाल्छ भन्नुभयो।
अनि म पनि वेट गरेँ 1-2 महिना 1-2 महिना वेट गर्दा मैले नानीमा अरू सिम्टम पनि देख्न थालेँ कि अब बोल्न त बोलेन प्लस उसले आई कन्ट्याक्ट पनि नगर्ने आई कन्ट्याक्ट जुन हामी हजुर म कुरा गर्दा जस्तो आँखा अहिले हेरिरहेछौँ नि हेरिरहेछौँ। तर त्यो बच्चाहरूमा चाहिँ कस्तो हुँदो रहेछ अटिजम भएको भन्दा आई कन्ट्याक्ट पनि नगर्ने अनि नानी भनेर बोलाउँदा रेस्पोन्ड नै छैन हामीलाई त एक टाइम चाहिँ लाग्यो कि नानीले त कानले पनि सुन्दैन भनेर हामी कानको पनि त्यो हुन्छ नि हियरिङ चेक गर्न लाग्यौँ तर उसको हियरिङ पर्फेक्ट थियो होइन अनि त्यसपछि त्यो गर्दा गर्दै मेरो पनि 20-22 महिना भइसकेको थियो नानी अनि चाहिँ अब चाहिँ ढिला गर्नु हुँदैन भनेर मलाई पनि लाग्यो अनि हामी जाउँ न त भनेर डक्टरकोमा गयौँ जाँदाखेरि डक्टरले चाहिँ हो अटिजम नै भनेर डायग्नोसिस गर्नुभयो है त्यही त हजुरको अघि भन्नुभयो नि हियरिङ नै प्रब्लम हो कि भन्ने त्यो मलाई पनि लागेको थियो कि एउटा हजुर। फेजमा होइन अबुले किनभने फर्केर नहेर्ने बाबु भन्दा फर्केर नहेर्ने होइन ल म गएँ बाई बाई भन्दाखेरि उसले त्यो कुराको रेस्पोन्ड नगर्ने गर्दाखेरि ला म बोलेको उसले सुन्दैन कि भन्ने डाउट हामीमा पनि आयो त्यो होइन अनि हामीले चाहिँ अब उसलाई मनपर्ने राइम्सहरू लाएर फोन लुकाइदिने कि अब रुममा कतै कतै अब तर त्यो चाहिँ उसले भेटाइहाल्ने होइन अनि तर बोलाउँदाखेरि झ्याप्प नहेरिदिने होइन आई कन्ट्याक्ट उसको एभरेज नै थियो भन्छु मैले होइन उसले फेस टु फेस हेरेर स्माइल गर्नेहरू त थियो नै उसको सबैजनामा एउटै हुनुपर्छ हुनुपर्छ। भन्ने पनि हो। छैन नि कसैको आई कन्ट्याक्ट राम्रै हुने पनि हुन्छ होइन अब हो। कसैको चाहिँ मोस्टली चाहिँ आई कन्ट्याक्ट नहुने स्पिच डिले हुने केस हुन्छ नि त होइन हो हजुर। अनि रिग्रेसनको कुरा गर्नुभयो मेरो बाबुको पनि लगभग 17-18 मन्थबाट उसले बोल्ने वर्डहरू थियो लिमिटेड वर्डहरू थियो हजुर। त्योहरू पनि गयो होइन त्यसपछि चाहिँ बल्ल हामीलाई धेरै डाउट लाग्न थालेको चाहिँ ला किन बोल्नु छोड्यो भन्ने होइन अनि अब त्यो कुरामा डिस्कस त फ्यामिलीभित्रै पनि हुन्थ्यो होइन बाहिर अलिकति उसको उमेरको बच्चाको अरू प्यारेन्ट्सहरू हुनुहुन्छ नि उहाँहरूसँग पनि कुराकानी गर्दाखेरि उहाँहरूको सामान्य गएर होइन मेरो बच्चा त यस्तो हुन्छ भन्दा ला मेरो बच्चा त यस्तो छैन नि त उसको भन्ने त्यो डाउट चाहिँ आइरहन्थ्यो तर अब अटिजम होला होइन के कुनै डिजाबिलिटी होला डेभलपमेन्टल डिले होला भन्नेतिर चाहिँ ध्यानै गएन कि हो अलिकता नपरेसम्म त अलि थाहा नै हुँदैन होइन आफूलाई नपरेसम्म कि चाहिँ पढेरै थाहा हुन्छ अहिले त धेरै सञ्चार माध्यमहरूबाट पनि धेरै कुराहरू थाहा हुन्छ होइन अब त कुनै पनि विषयमा चाहिँ हामीले आफूलाई जबसम्म पढ्दैन नि तबसम्म चाहिँ त्यो विषयमा हामीले सोधखोज नगर्ने रहेछौँ कि हामीलाई चाहिँ अवेरनेस नभएको कारणले गर्दाखेरि चाहिँ नेपालमा अब हाम्रो मात्र हजुरको मेरो मात्र नभएर अरू केसेसहरू पनि ढिलो डायग्नोसिस हुने केसेसहरू पनि रहेछ है एउटा रिसर्च भएको रहेछ 2010मा त्यसमा चाहिँ 27.9 मन्थमा मात्रै अभिभावकहरू धेरै जसो अभिभावकहरू चाहिँ मेडिकल हेल्पको लागि जानुहुने रहेछ क्या अटिजम त्यसपछि मात्र बल्ल अटिजम हो कि अथवा मेरो बच्चामा केही प्रब्लम छ कि भनेर मात्रै डक्टरकोमा जाने अटिजमको सिम्टमहरू 17-18 महिनामा त क्लियरली देखिन्छ हामीले अब हाम्रो आफ्नो बच्चामा केही अब लक्षणहरू देख्यौँ भने जस्तो बच्चाले तपाईँलाई बोलाउँदा फर्केर हेर्दैन आई कन्ट्याक्ट गर्दैन एक्लै खेल्न मन पराउँछ त्यस्तो खालको लक्षण देख्यौँ भने हामीले चाहिँ डक्टरकोमा जानुपर्छ जस्तो सोसियल मिडियामा पनि धेरै कुराहरू आइरहेको हुन्छ सोसियल मिडियालाई आधार बनाएर हामीले आफै डायग्नोसिस गरेर बस्नु हुँदैन डक्टरकोमा जानुपर्छ किन भन्दा डक्टरलाई थाहा हुन्छ नि त बच्चाको हरेक बच्चाको निड फरक हुन्छ अनि डक्टरले त्यही अनुसार सुझाव दिनुहुन्छ के थेरापी आवश्यक छ बच्चालाई त्यही अनुसार गर्दै गयो भने बच्चा राम्रोसँग म्यानेज हुन्छ हामीहरूको स्वभाव पनि हुन्छ नि जस्तो कि मेरो बच्चामा केही कुरा मैले उसको विकासमा केही यो भइरहेको छैन कि भन्नेदेखि भने अर्को बच्चा कस्तो होला जस्तो कि हिँड्ने कुरा होइन अब कति उमेरमा हिँड्यो होइन लगभग 11-12 महिनामा त बच्चाहरू हिँड्न थालिसक्छ नि होइन किन हिँडेन अथवा फलानुको बच्चा हिँड्यो मेरो अझ पहिला हिँड्यो अथवा हिँडेन भन्ने कुराहरू कम्पेयर गरिन्छ नि अब त्यो कम्पेयर गर्दा नि कहिलेकाहीँ डायग्नोसिस ढिलो हुनसक्छ होइन यदि आफूलाई चाहिँ डाउट लागेको छ होइन यहाँनिर चाहिँ प्रब्लम हो कि भन्ने आफ्नो मनमा क्वेसन आइसकेको छ भने एकपटक स्पेसलिस्टको गाइडेन्स त लिनै पर्छ होइन किनभने अटिजम स्पेक्ट्रम हो यसलाई एउटै बक्समा हालेर यही हुन्छ भनेर डिफाइन गर्न सकिँदैन होइन फरक फरक सिम्टम हुनसक्छ होइन कोही अलिक धेरै फङ्सनिङ बच्चाहरू पनि देखिन्छ होइन अब कोही चाहिँ अलिकति सिभियर केसको बच्चाहरू बोल्न आफ्नो डेली लिभिङका एक्टिभिटिजहरू गर्न नसक्ने पनि देखिनुहुन्छ नि त अनि अब जो अलिकति फङ्सनिङ हुन्छ नि उहाँहरूको झन् ढिला डायग्नोसिस हुने रहेछ कि एकजना साथी हुनुहुन्थ्यो होइन बच्चा बोल्ने जस्तो कि राइम्सहरू सबै गाउने हेरेर तर कम्युनिकेसन मलाई पानी चाहियो भनेर भन्न नसक्ने होइन अब हामीले
नोटिस गर्ने भनेको त बच्चा किन बोलेन, धेरै जसो प्यारेन्ट्सहरू सायद मेडिकल हेल्पको लागि जाने भनेको चाहिँ बच्चा किन बोलेन भनेर नै हो होला धेरै त्यहाँनिर जसो है। चाहिँ हामीले बोल्न त बोल्छ बच्चा स्क्रिप्टिङ गर्छ तर मिनिङफुल वर्डहरू भनेको छ कि छैन हामीले छैन। त्यो पनि एकदमै ख्याल गर्नुपर्ने कुरा रहेछ हो कि त्यस्तै अब बच्चाको त्यही विकास केस क्रममा को हजुर कुरा गरेँ नि मैले, राइम्सहरू पुरै भन्ने, हजुर गीतहरू पुरै भन्ने होइन। हजुर तर उसले आफूलाई चाहिँ मलाई टोइलेट लाग्यो अथवा मलाई पानी पिउनु छ, मलाई भोक लाग्यो भनेर कम्युनिकेट गर्न नसक्ने होइन। अब त्यो हजुर पनि स्पिच त छ होइन, अब हजुर उहाँहरूलाई लाग्यो कि स्पिच त छ, बोली त रहेछ नि, अब त्यो त सिक्दै जान्छ भनेर पनि यस्तो केसेसहरू चाहिँ अलिकति ढिला डायग्नोसिस भएको देखिँदो रहेछ कि। हो अटिजम एउटा स्पेक्ट्रम हो सबैजनामा फरक फरक हुन्छ सबैको निड फरक हुन्छ सबैलाई हामीले कम्पेयर गर्न सक्दैनौँ कसैलाई पनि कम्पेयर त गर्नै मिल्दैन कुनै मिल्दैन, बच्चा हो। पनि सबै इन्डिभिजुअलको आफ्नो आफ्नो एबिलिटी हुन्छ होइन हो। सबैजनाको च्यालेन्जेस हुन्छ होइन यिनै विषयमा आधारित रहेर हामीले डक्टरसँग कुराकानी गरेका छौँ एकपटक हेरौँ न त है। अहिलेको चाहिँ जल्दो बल्दो हाम्रो चाहिँ बच्चाहरूमा देखिने विकास सम्बन्धी समस्याहरूमा एउटा अटिजम स्पेक्ट्रम डिसअर्डर भन्ने कन्डिसन हो। यो अहिलेको हालको वर्षहरूमा चाहिँ यसको सङ्ख्या बच्चाहरूमा चाहिँ यसको प्रिभ्यालेन्स भनौँ यसको चाहिँ प्रिभ्यालेन्स बढ्दै गएको स्थिति छ र यो चाहिँ किन बढिरहेछ भन्ने कुराहरू चाहिँ अब धेरै कुराहरू चाहिँ यसमा चाहिँ हाइपोथेसिसको रूपमा चाहिँ आएका छन्। अब एउटा यसमा अटिजम हुने कारणमध्ये भनौँ न यसमा चाहिँ दुईवटा कुरा खास गरी चाहिँ यसलाई चाहिँ दुईवटा कारण लिइन्छ। एउटा चाहिँ जेनेटिक प्रब्लमहरू जस्तै यो बच्चाको चाहिँ जन्मजातै हुने समस्याहरूको कारणले चाहिँ एउटा चाहिँ मुख्य भूमिका खेलेको हुन्छ र कतिवटा जेनेटिक डिजिजहरू अथवा जन्मजात आएका कन्डिसनहरू छन् जसले गर्दाखेरि यो अटिजमसँग रिलेटेड लक्षणहरू बच्चामा देखिन सक्छ। र यो मात्रै नभएर चाहिँ कति कुराहरू चाहिँ वातावरणीय प्रभावले पनि यो चिजहरूलाई चाहिँ अझ यसलाई समस्याग्रस्त बनाएको हुन्छ। वातावरणीय प्रभाव भन्नाले चाहिँ अब गर्भावस्थाको कुरादेखि लिएर बच्चा जन्मिने बेलामा अथवा बच्चा जन्मिसकेपछि हुने प्रभावहरू जस्तै बच्चा जन्मिने अथवा गर्भावस्थामा चाहिँ जस्तै आमामा हुने कुनै किसिमको सङ्क्रमण अथवा आमाले कुनै औषधिहरू प्रयोग अथवा कुनै पनि त्यस्तो नराम्रो घटनाहरू जुन चाहिँ प्रेग्नेन्सीमा अथवा चाहिँ मेन्टल हेल्थ इस्युजका कुराहरू प्रेग्नेन्सीको बेलामा एङ्जाइटी डिप्रेसनका कुराहरू यस्ता चिजहरूले पनि बच्चामा चाहिँ यस्ता लक्षणहरू पछि देखिने रिस्क चाहिँ बढाउन सक्छ। त्यति मात्रै नभएर जस्तै बच्चा जन्मिने प्रक्रियामा चाहिँ बच्चा समय नपुगी जन्मिनु अथवा चाहिँ जन्मिने समयमा चाहिँ बच्चा निसासिनु अथवा नरिनु अथवा चाहिँ अरू यस्तै समस्याहरू जन्मिसकेपछि जस्तै कुनै कडा सङ्क्रमण हुनु अथवा चाहिँ अरू रगतमा चाहिँ चिनीको मात्रा कम हुने अथवा कमलपित्त हुने जस्तै जन्डिस हुने बच्चाहरूमा यस्ता समस्याहरूले पनि बच्चाहरूमा चाहिँ यस सम्बन्धी समस्याहरू चाहिँ देखिन गएको भन्ने चाहिँ एक किसिमको हाइपोथेसिस छ। त्यति मात्रै अर्को नभएर चाहिँ जस्तै अरू चाहिँ जस्तै वातावरणीय प्रभाव भन्नाले चाहिँ बच्चा जन्मेपछि हामीले चाहिँ सोसियल्ली कम्युनिकेट गर्ने अथवा सञ्चार गर्ने चाहिँ हाम्रो चाहिँ जुन वातावरण हामीले जुन दिनुपर्ने हुन्छ घरको वातावरणमा अथवा स्कुलको वातावरणमा त्यो चिज कम भयो भने पनि यसमा चाहिँ बच्चाको चाहिँ भाषाको विकास र सञ्चारमा चाहिँ यसले चाहिँ प्रब्लम गर्न सक्छ। खास गरी चाहिँ सुरुका 3 वर्ष अथवा खास गरी सुरुका 2 वर्ष जुन चाहिँ हामीले 1000 डेज 16,000 दिन भन्छौँ यो पिरियडमा चाहिँ यस्ता खालका चिजहरूबाट चाहिँ बच्चाहरू गुज्रियो भने चाहिँ अटिजमसँग रिलेटेड सिम्टम्सहरू देखिन सक्छ भन्ने एक किसिमको हाइपोथेसिस छ। र चाहिँ यो अटिजम भनेको चाहिँ के हो अथवा अटिजम स्पेक्ट्रम डिसअर्डर भनेको के हो र यसलाई कसरी पहिचान गर्ने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण छ। र चाहिँ यो चिजहरू चाहिँ हामीले समयमै पहिचान गरियो र चाहिँ समयमा चाहिँ यसको चाहिँ भनौँ न ट्रिटमेन्ट अथवा थेरापीका कुराहरू गर्न सकियो भने बच्चाहरूले चाहिँ राम्रो चाहिँ सहयोग पाउँछन् र आफ्नो विकासमा चाहिँ जुन उसमा जानुपर्ने हो त्यसमा चाहिँ सहयोग पुग्छ। अब यो अटिजम चाहिँ एउटा अटिजम स्पेक्ट्रम डिसअर्डर भनेर चाहिँ हामीले चाहिँ एउटा स्नायु विकास सम्बन्धी समस्या हो अथवा चाहिँ यसलाई हामीले चाहिँ न्युरो डेभलपमेन्टल प्रब्लम पनि भनेर भन्छौँ। र चाहिँ यसमा देखिने चाहिँ लक्षणहरू चाहिँ हामी सानादेखि नै हामी चाहिँ बच्चाहरूमा चाहिँ देख्न सक्छौँ। यस्तै बच्चाहरूमा यो समस्याहरू देखियो भने जस्तै अब बच्चाहरूमा चाहिँ जस्तै 2 किसिमका समस्याहरू चाहिँ हामी अटिजममा देख्न सक्छौँ। एउटा समस्या भनेको चाहिँ भाषा र सञ्चार सम्बन्धी समस्या र
जसलाई चाहिँ हामी सोसल कम्युनिकेसनको प्रब्लम भनेर भन्छौँ। यसमा चाहिँ खास गरी चाहिँ बच्चाहरूमा चाहिँ जुन समयमा चाहिँ बच्चाले बोल्नुपर्ने हो त्यो चिजहरूमा ढिलाइ हुनसक्छ। 15 महिनासम्म पनि बच्चाले कुनै पनि शब्द बोलेन, अथवा चाहिँ भाषाको मात्रै बोल्ने मात्रै नभएर पनि कति कुराहरू चाहिँ अन्डरस्ट्यान्डिङका कुराहरूमा पनि कमी हुनसक्छ, बच्चाले बुझाइमा पनि समस्या हुनसक्छ। त्यति मात्रै नभइकन नबोलिकन गर्ने संसारहरूमा पनि बच्चामा चाहिँ समस्या हुनसक्छ। जस्तै बोलाउँदाखेरि रेस्पोन्ड गर्ने, हेर्ने, अथवा चाहिँ आई कन्ट्याक्ट अनुहारमा हेरेर चाहिँ संसार गर्ने, अथवा आफ्नो नन भर्बल कम्युनिकेसन जस्तै इसाराको माध्यमबाट चाहिँ संसार गर्ने कुराहरूमा पनि समस्याहरू देख्न सक्छ अटिजम भएका बच्चाहरूमा। त्यो मात्रै नभइकन अटिजम भएका अरू देखिने समस्या, संचार सम्बन्धी समस्या भनेको चाहिँ रिलेसनसिपको चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ बुझ्न गाह्रो हुन्छ। आफ्नो रिलेसनका व्यक्तिहरू पनि आफ्नो रिलेसन अथवा अनरिलेसन त्यो रिलेसनसिप अथवा सम्बन्धको चाहिँ ज्ञान पनि कम हुन्छ, र सम्बन्ध बढाइहाल्यो भने पनि, रिलेसनसिप बनाइहाल्यो भने पनि त्यसलाई मेन्टेन गर्नलाई चाहिँ गाह्रो हुन्छ। जस्तै बच्चा कसैसँग साथी बनिहाल्यो भने त्यो साथी, त्यो फ्रेन्डसिप, त्यसलाई चाहिँ मेन्टेन गर्नलाई चाहिँ गाह्रो हुन्छ। त्यो एउटा चिज भयो। त्यही भएर त्यो बाहेक पनि अरू चाहिँ जस्तै बच्चाहरू एक्लै खेलिराख्ने अथवा अरूसँग सोसलाइज अलिकति कम हुने, त्यो चिजहरू हुन्छ। यो कुराहरू चाहिँ एउटा चाहिँ सामाजिक चाहिँ एउटा चाहिँ सोसियल संसार अथवा कम्युनिकेसन सम्बन्धीका लक्षणहरू चाहिँ मेन चाहिँ यीहरू हुन्। त्यो बाहेक पनि बच्चाहरूमा चाहिँ हामी चाहिँ अर्को के भन्छौँ भने एउटा चाहिँ अरू सिम्टम्सहरू भनेको चाहिँ रिपिटेटिभ बिहेभियर भनेर भन्छ, रेस्ट्रिक्टिभ बिहेभियर भनेर भन्छौँ। त्यो कुनै कुराहरू चाहिँ एकदमै बारम्बार गरिराख्ने चाहिँ नेचर हुन्छ। जस्तै कुनै चिजहरू, केही चिज खेल्दाखेरि त्यही चिज मात्रै खेलिराख्ने, कुनै चिज चाहियो भने चाहिँ खान पर्यो भने त्यही चिज मात्रै खान खोज्ने, अथवा चाहिँ आफ्नो बडीको चाहिँ चलाइहरू जस्तै एक किसिमले हात चलाइराख्ने अथवा एउटै चिज गरिराख्ने। अब स्विच भेट्यो भने चाहिँ स्विचलाई चलाइराख्ने, त अन एन्ड अफ गरिराख्ने, त्यस्ता खालका रिपिटेडली एउटै चिज गर्ने खालका बिहेभियरहरू पनि हुन्छ। त्यस्तै गरी चाहिँ अरू चाहिँ एकदमै बच्चाहरूमा देखिने भनेको एउटै खालको इच्छा अथवा रेस्ट्रिक्टिभ इन्ट्रेस्टहरू हुन्छ। सो एउटै खालको इच्छा, त्यो इच्छा पनि त्यो चिजहरूमा चाहिँ अरू चाहिँ चेन्ज गरेको चाहिँ उसलाई मन नपर्ने, आफ्नो जुन रुटिन कुराहरू छ, आफूलाई मन परेको कुराहरू मात्रै गर्ने, त्यो बाहेक अरू फर्दर कुराहरू, अरू त्योभन्दा अलग कुराहरू चाहिँ हामीले उसलाई चाहिँ त्यति चाख नहुने खालका त्यस्ता बिहेभियरहरू हुन सक्छन्। त्यति मात्रै नभएर अरू जस्तै यो रिपिटेटिभ बिहेभियरमा चाहिँ जस्तो सेन्सरी प्रब्लमहरू पनि बच्चाहरूमा देखिरहेको छ। त्यो सेन्सरी प्रोसेस गर्ने कुराहरू चाहिँ अलिकति डिफिकल्टीहरू हुन्छ। त्यो भनेको चाहिँ कुनै पनि बच्चाहरूले चाहिँ अटिजम भएका बच्चाहरूमा चाहिँ त्यो कुनै पनि सेन्सरी इनपुट, जुन पनि सेन्सहरू आउँछन् शरीरमा, जस्तै देख्ने, सुन्ने कुराहरू, अथवा त्यो कुराहरू चाहिँ कि त एकदमै कम, एकदमै हाइपर सेन्सिटिभ हुन्छ, बढी सेन्सिटिभ हुन्छन्, कोही चाहिँ एकदम कम सेन्सिटिभ हुन्छन्। त्यसले गर्दाखेरि चाहिँ सानो आवाजलाई पनि ठुलो रूपमा चाहिँ सुन्न सक्छन्, जसले गर्दाखेरि बच्चाहरूले कान थुन्ने गरे त्यस्ता समस्याहरू पनि हुन सक्छन्। त्यस्तै गरी कोही बच्चाहरू चाहिँ एकदम मोबिलिटी चाहिने भएर चाहिँ कहिलेकाहीँ सेन्सरी सिकिङ बिहेभियर भएको कारणले चाहिँ कहिलेकाहीँ उफ्रिराख्ने, चलिराख्ने त्यस्ता खालका बिहेभियरहरू पनि देखिन्छ। सो खास गरी यस्ता खालका लक्षणहरू चाहिँ बच्चाहरूमा चाहिँ हामीले सानैदेखि नै हामीले यी कुराहरूलाई चाहिँ अलिकति विचार गर्नुपर्ने हुन्छ। र यी यस्ता समस्याहरू चाहिँ हामीले हाम्रो बालकहरूमा चाहिँ देख्यौँ भने त्यो चिजहरू चाहिँ अलिकति दक्ष चिकित्सक अथवा पेडियाट्रिसियन अथवा डेभलपमेन्टल विकास सम्बन्धी समस्या भएका बच्चा चिकित्सकहरू कहाँ चाहिँ लगेर चाहिँ एकपल्ट परामर्श गर्न चाहिँ अत्यन्तै आवश्यक छ। र चाहिँ यसका चाहिँ डायग्नोज गर्ने विधिहरू छन् हैन। यो चाहिँ अब कतिवटा चाहिँ क्राइटेरियाजहरू छन्, त्यो चिजहरूले चाहिँ हामीले चाहिँ यसलाई चाहिँ निदान गर्छौँ यो चिज हो कि होइन भनेर चाहिँ। यो चाहिँ र चाहिँ यो कुन लेभलको सिभियरिटी छ, कति गाह्रोपन छ यो समस्याहरू भन्ने कुरा पनि हामी त्यसलाई ग्रेडिङ गर्छौँ। र चाहिँ अब यसमा चाहिँ अरू चाहिँ जस्तै अब मेन कुरा चाहिँ हामीले चाहिँ के छ भन्दाखेरि यसलाई चाहिँ अब उपचारको हिसाबमा चाहिँ सानैदेखि नै बच्चाहरूमा चाहिँ अब यो थेरापीका कुराहरूमा चाहिँ अलिकति विशेष ध्यान दिनुपर्ने हुन्छ। र चाहिँ जस्तै स्पिच थेरापीका कुराहरू, कति बिहेभियर चेन्ज गर्ने चाहिँ बिहेभियर थेरापीका कुराहरू, कति सेन्सरी प्रब्लमहरू छन् त्यो सम्बन्धी अकुपेसनल थेरापीका कुराहरू चाहिँ, यो चिजहरू चाहिँ हामीले चाहिँ समयमै सानै उमेरदेखि नै गर्न सक्यो भने चाँडै नै बच्चाहरूको विकास हुने हुन्छ। र चाहिँ महत्त्वपूर्ण कुरा के छ भने यो चिजहरू चाहिँ अटिजम सम्बन्धी समस्याहरू चाहिँ बच्चामा देखियो भने यसलाई चाहिँ आत्मसात गरेर चाहिँ यसमा चाहिँ बच्चाको चाहिँ गाह्रोपन चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर पहिचान गरेर चाहिँ हामी एज अ अभिभावक यो कुराहरू चाहिँ अलिकति दक्ष भई अथवा ट्रेनिङ लिँदै हामीले पनि यो चिजहरू घरको
वातावरणमा अथवा स्कुलमा पनि शिक्षकहरूको माध्यमबाट अथवा चाहिँ त्यस्तै थेरापिस्टहरू अथवा कुनै त्यस्तै सहयोग गर्ने व्यक्तिहरू जसले चाहिँ तालिम लिएका छन् त्यस्तो व्यक्तिहरूबाट चाहिँ बच्चालाई सानैदेखि नै चाहिँ फरक वातावरण चाहिँ हामीले चाहिँ त्यो वातावरण दिन सक्यौँ बच्चालाई भने चाहिँ बच्चाले चाहिँ आफ्नो चाहिँ विकास चाहिँ सही तरिकाले चाहिँ यो चिज चाहिँ आफूले चाहिँ यो चिज आफ्नो लक्ष्यमा चाहिँ विकासको हिसाबमा चाहिँ त्यो लक्ष्यमा पुग्न चाहिँ धेरै सहयोग हुन्छ। हस्, धन्यवाद। हामीले स्पेसलिस्टको कुरा त सुनि नै हाल्यौँ होइन, अर्ली साइन सिम्टम्सहरू के कारणले हुन्छ भन्ने कुराहरू उहाँले भनि नै हाल्नु भयो होइन। अझैसम्म के कारणले हुन्छ अटिजम भनेर त पत्ता लागेको छैन भनेर डाक्टर साहबले क्लियर गरि नै सक्नुभयो होइन। जस्तो कि मैले सुरुमा भने नि मलाई चाहिँ एकदम मिक्स्ड फिलिङ थियो प्री डायग्नोसिस फेजमा भने नि, त्यति बेला चाहिँ मलाई गिल्टी पनि हुन्थ्यो क्या, ला अरूहरूले बच्चा बोलिहाल्छ नि किन धेरै चिन्ता लिएको भनिरहँदा मैले नै ओभर थिङ्क गरेछु होइन, मेरै बच्चालाई मैले नराम्रो सोचेछु कि यस्तो रहेछ भन्ने सोचेछु कि भन्ने एकदम गिल्ट फिलिङ हुन्थ्यो क्या मलाई त्यति बेला। तर बिस्तारै जब उसलाई अटिजम हो भनेर थाहा भयो अनि उसको हामी इन्टरभेन्सनतिर लाग्यौँ, थेरापिजहरूतिर लाग्यौँ, अनि चाहिँ रियलाइज भयो कि अर्ली साइन एन्ड सिम्टम्सहरू थाहा पाउनु भनेको गिल्ट अथवा कमजोरी होइन रहेछ, यो त झन् स्ट्रङ पोइन्ट हो रहेछ होइन। यसले गर्दा चाहिँ हामीले डायग्नोसिस छिटो गर्न पायौँ होइन। छिटो डायग्नोसिस हुने बित्तिकै अर्ली इन्टरभेन्सन हुने भयो, त्यसले चाहिँ बच्चालाई धेरै नै हेल्प गर्दो रहेछ भन्ने कुरा चाहिँ पछि क्लियर भयो क्या म यो कुराहरू चाहिँ। हो, जब डक्टरले हाम्रो बच्चामा अटिजम भनेर डायग्नोसिस गर्नुहुन्छ नि, फर्स्टमा हामीलाई त कस्तो एक्सेप्ट गर्नै गाह्रो हुन्छ होइन। एज अ मदर त हामी जन तन एक्सेप्ट गरिन्छ, मदरले त गर्नै हुन्छ, अनि फ्यामिलीलाई कन्भिन्स गराउनु पर्ने कुरा हुन्छ त्यहाँनिर, जोइन्ट फ्यामिली होला, हस्बेन्डलाई, फ्यामिलीलाई, हस्बेन्ड वाइफ त एक्सेप्ट गरिन्छ, फ्यामिलीलाई त कन्भिन्स गराउन पनि त्यो स्टेप पनि हाम्रो अलिकता त्यो गाह्रो नै पिरियड हो होइन। त्यहाँनिर चाहिँ हामीले अब मैले आफूले अनुभव गरेको चाहिँ आफूले चाहिँ एक्सेप्ट एकदमै राम्रोसँग एक्सेप्ट गरेर बच्चालाई हुन्छ नि कसरी हुन्छ के छ होइन, एक्सेप्ट नै गरिएन भने त हामीले कसरी बच्चालाई काम गर्न सक्यो र होइन, हेल्प गर्न सक्यो र। फर्स्टमा आफूले एक्सेप्ट गरेर अब बच्चालाई डक्टरले के कुराहरूमा गर्नु छ, के निड छ उसको, केमा काम गर्नुपर्छ भनेर डक्टरको सल्लाह अनुसार हामीले गऱ्यौँ भने के हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो जब हामी हाम्रो अनुभव पनि भयो होइन, हामी जब हामीले थाहा पायौँ अनि हामीले इन्टरभेन्सन स्टार्ट गऱ्यौँ, थेरापिजहरू दियौँ, र त्यति बेलाको हाम्रो बच्चा र अहिलेकोमा त फरक छ नि त, उसले कति स्किल्सहरू सिकिसकेको छ होइन। त्यो चाहिँ हाम्रो एक्सपिरियन्सले पनि हामी क्लियर भयौँ कि अर्ली इन्टरभेन्सन कति इम्पोर्टेन्ट रहेछ भन्ने कुरा है। यसैमा अब अर्को कुरा के पनि जोड्नु मन लाग्यो मलाई भने, जस्तो कि हामीलाई चाहिँ त्यो आफ्टर डायग्नोसिस हजुरले भन्नुभयो नि ट्रमा जस्तै हुने रहेछ है। अब त्यति बेला केही टाइम त प्यारेन्ट्सहरूलाई नै लाग्छ नै होइन, अब त्यसपछि फ्यामिलीले, सोसाइटीले बुझ्ने भनेको त अलिकति पछाडिको कुरा। जब हामीले बुझ्न थाल्यौँ नि अनि बच्चालाई चाहिँ हामीले हेल्प गर्न थाल्छौँ होइन। सबैभन्दा पहिला चाहिँ अब यदि डक्टरले भन्नुभयो भने होइन, हामी निराश हुने भन्दा पनि ल हामीले एक्सेप्ट गरेर बच्चामा काम गर्न थाल्यौँ होइन, बच्चालाई हेल्प गर्न थाल्यौँ भने चाहिँ अब धेरै राम्रो भएको एक्जाम्पलहरू हामीले देख्न सक्छौँ नि त। हो, डक्टरले पनि भन्नुभयो अटिजम भनेको जस्तो म्यानेज हुने कुरा हो, जस्तो यो कुनै रोग होइन। हामीले बच्चाको के छ त निडहरू पहिचान गरेर काम गर्न सक्यौँ भने हामीले बच्चामा पक्कै पनि हामीले इम्प्रुभमेन्ट देख्न सक्छौँ। त्यो डिफ्रेन्सेस चाहिँ तपाईँ हामी आफैले पनि देखेका छौँ होइन र। हामीले अटिजम डायग्नोसिस हुनुभन्दा पहिलाको फेजको विषयमा हाम्रो अनुभवहरू सेयर पनि गऱ्यौँ, विशेषज्ञको सुझाव पनि सुन्यौँ। अब हामी आगामी श्रृङ्खलाहरूमा पनि यस्तै विभिन्न विषयहरूमा कुराकानी गर्ने नै छौँ। यदि तपाईँलाई पनि आफ्ना स्टोरिजहरू सेयर गर्नु मन छ होइन, आफ्नो आफन्तीको कुराहरू भन्नु मन छ, अथवा यो पडकास्टमा चाहिँ यो विषयमा छलफल भइदियो हुन्थ्यो भन्ने लाग्छ भने हामीलाई कृपया कमेन्ट गर्नुहोला। हामीले कहिलेकाहीँ आफ्नो कुराहरू अरूलाई सेयर गर्दाखेरि आफूलाई अलिकता हुन्छ नि रिलिफ खालको महसुस पनि हुन्छ, र हामीले यो अलिकता अवेरनेसको हिसाबले पनि होस् भन्ने ले यो छलफल स्टार्ट गरेका हौँ। अब तपाईँलाई पनि हामीसँग जोडिएर केही सल्लाह सुझाव अथवा केही आफ्नो स्टोरीहरू सेयर गर्नु छ भने तपाईँले कमेन्ट गर्न र हामीसँग जोडिन चाहनुहुन्छ भने, हामीलाई सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यतिन्जेल हामीलाई सुनेर साथ दिनुभएकोमा धन्यवाद।